एउटा कुरा भनौँ, डिजिटल मुद्रा CBDC सेन्ट्रल ब्याङ्क डिजिटल करेन्सी चलनमा आउने तय भइसकेको छ। तपाईलाई लागिरहेको होला हामीले अहिले मोबाइल वा इन्टरनेट ब्याङ्किङबाट स्क्यान गरेर भुक्तानी गरिरहेकै छौँ, खल्तीमा पैसा बोक्नै पर्दैन। तर वास्तविकता के हो भने अहिले हामीले डिजिटल लेनदेन गरिरहेको पैसा कतै न कतै बैंकमा राखिएको कागजी नोटको डिजिटल स्वरूप मात्रै हो। तर अब यो पूर्ण रूपमा परिवर्तन हुँदैछ। संघीय संसदमा नेपाल राष्ट्र बैंक ऐन 2058 लाई संशोधन गर्न बनेको विधेयक पेश भएसँगै नेपालमा पनि अब केन्द्रीय बैंक डिजिटल मुद्रा CBDC सेन्ट्रल ब्याङ्क डिजिटल करेन्सी चलनमा आउने तय भइसकेको छ, दिन नजिकिसकेको छ। आजको यो भिडियोमा हामी कुरा गर्दैछौँ आखिर यो डिजिटल रुपैयाँ भनेको के हो, यसले कसरी काम गर्छ, यसका फाइदाहरू के हुन् र धेरै युवाहरूले यो सोचे जस्तो नेपालमा अब बिटकोइन वा क्रिप्टो करेन्सी खुल्ला हुन लागेको त होइन। आउनुहोस् यसको बारेमा विस्तृत कुराहरू बुझौँ। सबैभन्दा पहिले यो बुझौँ कि डिजिटल मुद्रा भनेको के हो। यो कुनै बैंकमा राख्नुपर्ने वा हामीले चलाउने वालेटको नोट होइन, पैसा होइन। यो त नेपाली राष्ट्र ब्याङ्कले आफैले जारी गरेको आधिकारिक नोट हो, जसलाई हामी डिजिटल करेन्सी डिजिटल पैसा भन्छौँ। र यसको कानुनी मान्यता अहिले हामीले चलन चल्तीमा आएको कागजको नोट सरह नै हुन्छ। र यो डिजिटल पैसा हाम्रो खातामा नभएर सिधै नेपाल राष्ट्र ब्याङ्कको सुरक्षित डिजिटल लेजरमा रहन्छ। नेपालमा यसको लागि रातारात निर्णय भएको चाहिँ होइन है। फेरि सन् 2022 मा नेपाल राष्ट्र ब्याङ्कले पहिलो पटक CBDC को अवधारणा सार्वजनिक गरेको थियो र 2023 मा छुट्टै डिभिजन नै स्थापना गर्यो। अन्तर्राष्ट्रिय मुद्रा कोष IMF सँग मिलेर यसको प्राविधिक ढाँचा तयार पारेको छ र भर्सन 1.0.0 प्रोटोटाइपको सफल पाइलट टेस्ट समेत सफल भइसकेको छ। अब राष्ट्र ब्याङ्कको लक्ष्य भनेको आगामी अगस्त 2026 मा पहिलो चरणमा बैंकहरू बीचको कारोबारको लागि होलसेल CBDC र त्यसपछि सर्वसाधारणका लागि रिटेल CBDC ल्याउने रहेको छ। र डिजिटल नोटलाई कानुनी मान्यता दिनकै लागि अहिले संशोधन विधेयक पेश भएको। अब नेपालको कानुनमा पैसा भन्ने बित्तिकै खालि सिक्का वा कागजको नोट मात्रै नभएर नेपाल राष्ट्र ब्याङ्कले जारी गर्ने इलेक्ट्रोनिक पैसा अथवा डिजिटल पैसा पनि हो भनेर स्पष्ट पारिएको छ। नयाँ कानुनले प्रविधिको प्रयोग गरेर ग्राहकको डिजिटल पहिचान KYC लाई केन्द्रीकृत रूपमा व्यवस्थापन गर्नेछ र वालेट लगायतका भुक्तानी सञ्चालकहरूलाई नियमन अझै कडा गर्नेछ। आउनुहोस् अब यसका फाइदाहरू के छन् त त्यो कुरा बुझौँ। फाइदाहरू यसका निकै ठुला छन्। फाइदा नम्बर 1 को बारेमा कुरा गरौँ। यसलाई चलाउनको लागि इन्टरनेटको जरुरी पर्दैन। हामीले पुरै गाउँतिर एकदमै त्यो एनटिसीको टावर पनि राम्रोसँग नचल्ने ठाउँमा पनि NFC अथवा ब्लुटुथ जस्ता प्रविधिबाट दुईवटा मोबाइल नजिकै राखेर साटासाट गर्न पनि मिल्छ। दोस्रो फाइदा भनेको नेपालले हरेक वर्ष नोट छाप्न, सुरक्षित राख्न वा पुराना च्यातिएका नोटहरूलाई जलाउनको लागि अर्बौं रुपैयाँको खर्च गर्थ्यो, त्यो पूर्ण रूपमा जोगिनेछ। र तेस्रो फाइदाको कुरा गरौँ। सबैभन्दा महत्त्वपूर्ण यो ब्लकचेन वा भनौँ DLT प्रविधिमा आधारित हुने भएकोले पैसा कसको हातबाट कसको हातमा गयो भनेर सिधै राष्ट्र ब्याङ्कले ट्र्याक गर्न मिल्छ। र यसले गर्दा नक्कली नोट, कर छली, कालो बजारी, कालो धनहरूको भ्रष्टाचारहरू गर्न असम्भव जस्तै हुन्छ। एउटा महत्त्वपूर्ण कुरा, संसदमा यो विधेयक पुगेपछि धेरै युवाहरू चाहिँ झुकिएका छन् कि अब नेपालमा बिटकोइन जस्ता क्रिप्टो करेन्सीहरू चल्ने भयो त? बिल्कुलै होइन, भ्रममा नपर्नुहोस् है। डिजिटल करेन्सी र क्रिप्टो करेन्सीमा त आकाश जमिनको नै फरक छ। बरु यो नयाँ कानुनले त अवैध क्रिप्टो करेन्सी र बाइनेन्स मार्फत हुने P2P ट्रेडिङलाई अझै कडा रूपमा नियन्त्रण गर्ने रणनीति लिएको छ। फरक के छ भने CBDC को मालिक
नेपाल सरकार र राष्ट्र बैंक हो र यसमा 100% सरकारी ग्यारेन्टी हुन्छ, तर यसको मूल्य स्थिर रहन्छ, अर्थात् तपाईको डिजिटल 1 रुपैयाँ सधैँ नगद 1 रुपैयाँ नै रहन्छ। तर क्रिप्टो करेन्सीको कुनै मालिक वा केन्द्र पनि हुँदैन र यसको कुनै पनि ग्यारेन्टी पनि हुँदैन, कसैले जिम्मा पनि लिँदैन, यसको कुनै सरकारको ग्यारेन्टी पनि हुँदैन र पासपोर्ट बिर्सिनु भयो भने पनि पैसा सधैँको लागि हराउने डर पनि हुन्छ। क्रिप्टोको मूल्य शेयर बजार जस्तै कहिले घटी कहिले बढी पनि हुन सक्छ र क्रिप्टोको उद्देश्य भनेको बैंकहरूभन्दा बाहिर रहेर गोप्य कारोबार गर्नु हो भने सरकारको डिजिटल मुद्राको उद्देश्य भनेको भुक्तानलाई सहज बनाउने र भ्रष्टाचार रोक्नु हो। साथै नेपालमा डिजिटल मुद्रा डिजिटल करेन्सी पूर्ण रूपमा कानुनी छ र कसैले पनि यसलाई अस्वीकार गर्न पाउँदैन, तर क्रिप्टो करेन्सी पूर्ण रूपमा गैर कानुनी छ र कारोबार गर्नुभयो भने जेल सजाय र बाहरी रूपमा तपाईलाई जरिवाना पनि पर्न सक्छ। आजको यो भिडियो तपाईलाई कस्तो लाग्यो? कागजको नोटबाट सुरु भएको यो हाम्रो मानव सभ्यता अब सधैँका लागि शक्तिशाली र अदृश्य डिजिटल मुद्रातर्फ अगाडि बढिरहेको छ। संसारका कयौं देशहरूले यो दौडमा छलाङ मारिसकेका छन्। अब हामी पनि त्यसैको लागि अघि बढिरहेका छौँ र नेपाल पनि अब यसमा मिसिँदैछ। यो कानुन पास भएपछि आफ्नो मोबाइलमा रहने यो आधिकारिक डिजिटल पैसालाई के तपाईँ स्वागत गर्न कतिको आतुर हुनुहुन्छ? आफ्ना विचारहरू तल कमेन्टमा लेख्नुहोला है त। र यो भिडियो तपाईलाई मन पर्यो भने लाइक गर्नुहोला, साथीहरूलाई पनि सेयर गर्नुहोला र च्यानललाई सब्स्क्राइब गर्न चाहिँ नबिर्सनुहोला। अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। भिडियोलाई लाइक र कमेन्ट गर्नुहोस्, साथीहरूसँग सेयर गर्नुहोस् र सब्स्क्राइब गर्नुहोस्। सँगै नयाँ कुरा सिकौं।